आदरणीय दर्शकवृन्द नमस्कार। संसारमा जो जति बालबालिका जन्मिएका छन् तिनीहरू फरक स्वभावका हुन सक्छन्, अलग स्वभावका हुन सक्छन्, तर जरुर 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 उनीहरू गलत स्वभावका हुन सक्दैनन्। यदि उनीहरूमा गलत स्वभावको विकास भएको छ भने त्यसको सबैभन्दा बढी दोषको भागीदार हामी आफै मातापिता, त्यसपछि परिवार, त्यसपछि समाज अनि सिङ्गो राष्ट्रको दोष हुन सक्दछ। यो भनाइले यहाँहरूलाई अत्यन्तै घोच्यो होला, तर घोच्नै पर्छ, किनकि हामीले गलत गरिरहेका छौँ भने हामीले आफ्ना बालबालिकामा पढाउने नाममा, सिकाउने नाममा एकदमै विभेदजन्य शब्दको प्रहार गरेर एकदमै घायल बनाइरहेका छौँ। फलानाको छोरा जस्तो त किन बनिनस्, फलानाको छोरी जस्तो त किन बनिनस् भनेर जुन किसिमले हामीले तनाव दिइरहेका छौँ, तुलना गरिरहेका छौँ, यो अत्यन्तै घातक सबै एकदमै आत्मघाती कदम हो। उनीहरूलाई एकदमै हामी कमजोर बनाउन खोजिरहेका छौँ। उनीहरूलाई हामीले एकदमै उनीहरूको आत्मविश्वासलाई डाउन गर्न खोजिरहेका छौँ। हो, कुनै पनि बाबुआमाले आफ्ना छोराछोरीलाई गलत बाटोमा लागुन् भन्ने चाहना हुँदैन, तर तरिका नमिलाइकन कुनै शब्दको प्रहार गरियो भने अथवा कुनै तरिका सिकाइयो भने त्यसले पनि सबैभन्दा खराब नतिजा ल्याउन सक्दछ। कुनै व्यक्ति पढाइमा उत्कृष्ट भयो भने अथवा लेखाइमा उत्कृष्ट भयो भने हुने बिरुवाको चिल्लोपात, नहुने बेलाको खस्रोपात भनेर हामी विभेदजन्य शब्दका प्रहारहरू पनि गर्ने गर्दछौँ। यो यहाँहरूलाई ठिकै लाग्दो होला, तर मलाई भने बिल्कुलै ठिक लाग्दैन, किनकि यो संसारमा जो जति मानिसहरू जन्मिएका छन्, जो जति बालबालिकाहरू जन्मिएका छन्, उनीहरू भगवानका रूप हुन्, स्वरूप हुन् भन्ने अनि हुने बिरुवाको चिल्लोपात, नहुने बेलाको खस्रोपात भनेर यसरी विभेद गर्न पाइन्छ र? यो यसो सोच्नुहोस् त, वास्तवमा मानिसलाई शारीरिक तनावभन्दा वचनको तनाव सबैभन्दा पीडादायी हुन्छ। हामीलाई लाग्दो हो यी साना नानी बाबुहरूलाई के को चिन्ता छ र, तर चिन्तित बनाउने काम, तनावग्रस्त बनाउने काम तपाईँ हामी सबैले, मैले पनि गरिरहेको छु। यो दुर्भाग्यपूर्ण छ। तसर्थ आफ्ना छोराछोरीहरूलाई सुधार्ने, पढाइमा मात्रै उत्कृष्ट बनाएर हुनेवाला छैन। व्यवहारिक जीवनमा उनीहरू एकदमै कमजोर बनिरहेको स्थिति देखिरहेको छ। हामीले अङ्क, डिभिजन, ग्रेड र जिपिएलाई मात्रै साँच्चै सफलता ठान्यौँ, अनि इङ्ग्लिस मिडियम अथवा नेपाली मिडियममा पढ्ने बिचमा पनि अचेल विभेद गर्न थालेका छौँ। तर सृजनशील मान्छे जहाँ जस्तो अवस्थामा पनि आफू सृजनशील भएर अगाडि बढ्न सक्दछ। भनाइ नै छ, ढुङ्गाको काप फोरेर पनि उम्रन्छ विफल, सृजना शक्ति विश्वमा हुँदैन कहिल्यै विफल। भनेपछि रोक्ने कसले, छेक्ने कसले? हामीले यी सबै साँच्चै हामीले आफ्ना नानी बाबुहरूलाई अरूको देखासिखीमा यो गर त्यो गर भनिरहेका छौँ कि साँच्चै अन्तर हृदयदेखि तिमी यसमा अगाडि बढ, यसरी के भने राम्रो हुन्छ भनिरहेका छौँ? अथवा सो विवेकको उनीहरूको निर्णय हामीले कतै खोसिरहेका त छैनौँ, कतै तनाव दिइरहेका त छैनौँ? यदि दिइरहेका छौँ भने यो तनावलाई आजकै दिनबाट बन्द गरौँ, विदा गरौँ। नत्र नि हामीलाई जसरी आज हामीले उनीहरूको इच्छा चाहनालाई बुझ्न सकेका छैनौँ, भोलि बुढेसकालमा हाम्रा इच्छा चाहनाहरू पनि हाम्रा छोराछोरी बुहारीहरूले बुझ्ने छैनन् भन्ने कुरालाई यहाँहरूले हृदयङ्गम गर्नु नै हुनेछ भन्ने आशा गर्दछु। यो सन्देश जरुरी छ। हामीले पढाउने नाममा स्कुलको गेटमा पठाउने बित्तिकै उनीहरूको सर्वाङ्गीण विकास हुन्छ भनेर सोच्नु सबैभन्दा घातक कुरा हो। त्यो आफ्ना छोराछोरी साँच्चै राम्रो भएको देख्नका निम्ति हामी स्वयं कतिमा बदलेका छौँ त? हामी स्वयं कतिको राम्रो आचारको सन्तुलनमा गइरहेका छौँ? त्यसमा पनि भर पर्ने भएको कारणले गर्दा गल्ती हामी आफू गर्ने अनि उपदेश छोराछोरीलाई दिने कार्य हामीबाट भइरहेको छ, जुन सबैभन्दा पीडादायी छ, सबैभन्दा खतरनाक छ। यस्तै समाजमा थुप्रै समस्याहरू सिर्जना गर्न सक्छन्, चुनौतीहरू सिर्जना गर्न सक्छन्। त्यसै कारणले गर्दाखेरि हामीले यस कुरामा एकदमै मनन गर्नुपर्छ। विद्यार्थीलाई चाहे तपाईँ नेपाली मिडियममा पढाउनुहोस् या इङ्ग्लिस मिडियममा पढाउनुहोस्, त्यसमा कुनै विभेद नहोस्। कुनै पनि विद्यार्थीलाई हुने बिरुवाको चिल्लोपात या नहुने बेलाको खस्रोपात भनेर यो विभेदजन्य शब्दको प्रहार पनि नगर्नुहोस्। मनोविज्ञानले पनि यसलाई गलत मानेको छ र म पनि यसलाई गलत नै मान्दछु। यो कुरा यहाँहरूलाई चित्त बुझ्ने नबुझ्ने आफ्नो ठाउँमा छ, तर देखेको कुरा मैले भन्नुपर्छ, किनकि मैले यो देश विदेश भ्रमण गर्दा प्राप्त गरेका विभिन्न ज्ञान र अनुभवलाई मध्यनजर गर्दा हामीले विद्यालयमा विद्यार्थीहरू अथवा नानी बाबुहरूलाई पढाउने नाममा साँच्चै नै तनाव दिइरहेका छौँ। उनीहरूका तनाव पनि
धेरै छन्, शारीरिक मानसिक संवेगात्मक अनेक किसिमका तनाव हामीले पनि थपिदियौँ भने पछि कसरी यिनीहरूले गरिखालान्, कसरी जिन्दगीमा अगाडि बढ्लान्, साँच्चै 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 चुनौतीपूर्ण छ। हिजोको जस्तो हामी घाँस दाउरा गरेर बाँचेको जस्तो जिन्दगी छैन अब नानी बाबुहरूको। त्यसैले अलिकति सृजनात्मक बनाउँ। हामी आफै पढ्दैनौँ, हामी आफै नयाँ कुराहरू रिसर्च गर्दैनौँ, अनि खालि नानी बाबुहरूलाई चाहिँ पढ 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 भनिरहेका हुन्छौँ, त्यो पनि मोबाइल र टिभी हेर्दै ओर्दै। अनि कहाँबाट परिणाम सोचे जस्तो आउन सक्छ त। त्यसैले यदि यो भिडियो सही लाग्छ भने सेयर चाहिँ गर्नुहोला, किनकि